डोली तार्न लाग्नुभएको छ। हेलो एन्ड नमस्ते एभ्रिवान, वेलकम ब्याक टु माई युट्युब च्यानल। म चाहिँ रिना मगर। यदि मेरो युट्युब च्यानलमा नयाँ हुनुहुन्छ भने हजुरहरूलाई स्वागत छ। अनि अहिले चाहिँ यो चाहिँ गोर्खा बासपुर भन्ने ठाउँमा हो, आरुघाटभन्दा माथि। सो गाइज, यो फुल चाहिँ के हो भनेर सोचिरहनु भएको छ भने चाहिँ भोलि पूजा छ नि त, अनि फुलको डोली बनाउनुको लागि चाहिँ फुलहरू चाहिन्छ, यो पातहरू। सो फुलको डोली रेडी भएपछि चाहिँ म हजुरहरूलाई देखाउने नै छु। हजुरहरूले चाहिँ भ्लगलाई अन्तिमसम्म हेरेर माया गरिदिनु होला। मन पर्यो भने लाइक, कमेन्ट, सेयर अनि सब्सक्राइब पनि गरिदिनु होला। सो गाइस, यो टपरी बनाउनको लागि चाहिँ यो चाहिँ मेरो बुढोले चाहिँ वहाँ के यो टपरी पातको लागि चाहिँ मेरो हस्बेन्ड चाहिँ कति तल जानुपर्ने भयो, जङ्गल तल टिप्नुलाई। अनि त्यसपछि गाइस यता चाहिँ हाम्रो ज्ञानी छोरो, ज्ञानी के भन्नु, रुन्चे छोरो सेक लाउन नि दिनुहुन्न, खालि रिसाउनुहुन्छ, रुनुहुन्छ। अनि विशेष पूजा के को लागि छ त भोलि भन्दा चाहिँ पन्धेरो भन्ने एउटा पुरानो उस छ कि हाम्रो, खै छोड्नुहोस् त, गाउँमा चाहिँ पन्धेरा भन्ने एउटा ठाउँ छ। अनि त्यहाँ चाहिँ देवी हुनुहुन्छ, देवीको बास छ, मन्दिर छ। अनि त्यहाँ चाहिँ हाम्रो पूजा हुनेवाला छ। अनि 1 वर्ष अगाडिको कुरा हो। उहाँ सर चाहिँ 3 दिन हस्पिटलमा बस्दा 3 दिन बस्दा प्रेसर हाई आएर बसेको, एडमिट गरेको। अनि 3 दिन भइसक्यो, एक घर खुल्यो भनेर एडमिट गरेको, प्रेसर हाई आएर 3 दिनसम्म पनि एक गरे। अनि 3 दिनपछि 16 घन्टाको औषधि चलाउँदा पनि त्यस्तो मलाई ब्याक पेन चाहिँ भइरहेको थियो, पेट चाहिँ दुखेको थिएन, पेन चाहिँ यस्तो डेन्जर भइरहेको थियो। तर एक घरे के त्यो घरै नखुलेको। अनि त्यसपछि डक्टर नर्सहरूले हाइडो सब चलाइसक्यो औषधि। लास्ट एउटा अब 10:30तिर यो लास्ट डोज हो, त्यो लिएर आउनुहोस् हाइडोजको। अनि त्यो लाउँदा पनि भएन भने चाहिँ अपरेसनै गर्नुपर्छ भनेपछि चाहिँ मेरो हस्बेन्ड प्यानिक भएर गाउँको देवीलाई पुकार्नु भएछ कि नर्मल होस्, यस गर्न नपरोस्, गाह्रो होला, अब त्यत्रो व्यथा नर्मल पनि खप्यो, अपरेसन गर्दाखेरि बच्चालाई आमालाई खतरा होला भनेर प्यानिक गर्नुभएछ। त्यही भएर अनि उहाँले चाहिँ मने देवीलाई चाहिँ बाहिर हस्पिटल बाहिर गएर चाहिँ एकदम प्रार्थना प्रे गर्नुभएछ। सो अनि त्यसपछि हाम्रो जिद्दी केटो निस्किनु भयो 11 बजेर 16 मिनटमा जाँदा माघमा। अनि त्यसैको लागि चाहिँ भोलि पूजा छ। अनि बाबाले केही पनि खानु भएको छैन, बिहानबाट केही खानु हुँदैन, किनभने त्यो फुलहरू टिपेर त्यो डोरामा बनाउनु पर्ने हुन्छ। गाउँको दाइहरू सबैजना मिलेर बनाउनु भएको थियो। सो गाइस गाउँमा चाहिँ होइन यो रम्बा भन्ने चाउचाउ पाउँछ, हजुरहरूकोतिर पाउँछ कि नै? हाम्रो गोर्खामा चाहिँ यस्तो सेतो चाउचाउ हुन्छ कि भित्र, यस्तो यम्मी हुन्छ है, लाइक त्यो रारा हुन्छ नि काठमाडौँतिर, त्योभन्दा पनि मिठो हुन्छ कि यो रम्बा। अनि उहाँले त मलाई गाइस यति अताउँछ, साथीहरू ब्याकग्राउन्ड त है इग्नोरै गर्नु, यति लथालिन्छ, बच्चा भएपछि जति मिलाइ नि त्यस्तै हो, एक्लै हुँदा चिटिक्क हुन्छ घर। ओमाइ गड, मेरो एकछिन सातो भयो, उसको छाया रहेछ कि यो लुगाको त्यहाँ, अनि म तर्सेँ कि। हुन्छ बाबु हिँड्नु हेर, कुकुल दिदीलाई डोलीमा लानुभयो। अहिले नि ढिला भएर कि धेरै माया भयो मेरो। कान्छा बाजे यता हेर्नु न, हाम्रो कान्छा बाजे अरे अहिले कस्तो राम्रो देखेँ कि। यो दिदी यता हेर्नु त, बहिनी यता हेर त, त्यस्तो मान्छे अलिक धेरै भएन कि। हाम्रो मेन पुजारी पसले मामा
अनि मेरो बुढो पुरा पठाउरो पर्बे अगाडि गएर हेरे प्रतीक म त भिडियो गऱ्यो भने बेसर लजाउँछु लुक्न थाल्यो दाइको छोरा मारुनी एक भाइ नाच्दै हुनुहुन्छ छोरा ठिक यो मन्दिर बनाएको कति भयो बाजे पूजा गर्न थालेको पूजा त पहिल्यै होला अनि तपाईहरु सानसानै थियो हाम्रो बाजेहरू त्यत्रो सानो बुढाहरू हुँदा पूजा गर्न थालेको रे देवी छ नि बाजे यता देवी हुनुहुन्छ नि जुठो गाठो गर्नु भएन सर्प निस्किन्छ भने जस्तो लाग्थ्यो त उतै धारामा गरी सूर्यलिस मामा माइजूसँग पनि पर्छ कस्तो राम्रो हरियाली छ कि यता पाखुरे गाउँ चाहिँ यता हो कतातिर पर्छ हाम्रो चाहिँ बसपुर हो दाइले फुलको डोली तार्न लाग्नु भएको दाइले फुलको डोली तार्न लाग्नु भएको हिजो बेलुकाभरि सबैजना बनाएर के अरे मिलेर बनाउनु भएको थियो यो फुलको डोली भने नुहाएर बसेको दिदी झन् विकास दाइ हो के हो चढ्ने के भो काट्या हो सिरान घर बुझु आउनुभयो पुरा च्यापेर आउनुभएछ यस्तो भाकलहरू छ भने चाहिँ यस्तो कुराहरू चढाउने चलन छ हाम्रोतिर मेरो बाबु र मलाई चाहिँ केही नहोस् सेफ डेलिभरी होस् भने उसको बाबाले भाकल गर्नुभएको थियो अनि त्यही भएर दिदीसँग छ हाम्रो कुखुरा चाहिँ अनि त हाम्रो आफ्नै कान्छे बाजे बसिरहनु भएको छ मेरो हजुरआमा त आफ्नै दाजुभाइ गाई रोक्नु चल्नु भएको
पन्धेरा चाहिँ सबैभन्दा पुरानो पन्धेरा, धेरै वर्ष अगाडिको। अहिले चाहिँ यसलाई नयाँ बनाएको छ। मेरो ए होइन, मेरो त होइन है, हाम्रो हो के हो त्यसले त सानो हाम्रै हो, सानो हाम्रै हो। उयो हालिदेऊ सानो। पूजा गर्छ खाने है हाजमुला चाहिँ। यताबाट यति लामो फुलको डोली कति धेरैजना मिलेर बनाउनु भएको थियो। हुन्छ सानो फुलको डोली चाहिँ जहिले बनाउनु पर्ने हुन्छ, जसको घरमा भएको छ उसको घरबाट बनाउँछ होइन। तर यो चाहिँ समाजको हो, सबै मिलेर बनाउनु भएको। अनि यस्तो चाहिँ एकादशी अनि यस्तो पूजाहरूमा चाहिँ यस्तो फुलहरू पातहरू के मिलाएर बनाउनु पर्ने हुन्छ कि। आइच्यो प्रत्येक केटा कति लजाउँछ मेरो भदै। प्रत्येक केटा हेर न, हाम्रो फुपू यता कुखुरा लिएर आउनु भएको छ। हाम्रो छेउमा नि राम्रो छ। भित्र पूजा गरेर राखेर पछि लानु कि नाइरो छोरो सनी हेर। छेउमा दिदीहरू पछि हुनुहुन्छ। आइसमा यता हेरिदेऊ, फुपू हेर त यता। बहिनी तिमीले अलि यता बस्छ नि देख्ने गरेर। कस्तो एउटा चाहिँ खस्रो पऱ्यो भाउ त हाँस्थ्यौ न। सूर्यान्स दिदीलाई नगर त्यस्तो नगर दिदीलाई। उकुली सूर्यान्स आयुष्मा प्रतीक चाहिँ यता छ। प्रतीक चाहिँ यस्तो गर्नु प्रतीक आयुष्माले झाकिन्छ। आयुष्माको मम्मीलाई त गाह्रो पो रहेछ त। अब प्रतीकलाई दिने हो कि ज्वाइँ त दुईटा रहेछ। छानी आयुष्मालाई। प्रतीक र सौरभ बाजे ठुलबा त छैन है। छोरोले मलाई हेरिरहेछ। पूजा हुँदैन।
छोरी नाचे हम मजाले के हो भन्छ इस पानी कन्टिन्युअसली 15 मिनेटसम्म हालिदिनु भन्नु न फोन छ भने फोन गरेर भनिहाल्नु त अनि त्यो बन्द हुँदैन कि को पण्डित अभी आइसमा कता गयो सूर्याङ्सको ड्याडी उता उसको मामाले पर्दैन रे दाइ नचढाउने यो पुगे अब पूजा सक्यो हामीले टिका लगायो छोरा लगाइदिनु अगाडि यस्तै त बस्दै पर्दैन यस्तै त हुन्छ जानियो खुट्टा दिन आशीर्वाद दिनु आउ जान आउ जान आउ जान पुकुली त झन् कहाँ छुट्टिनु लाग्ने पुकुली त डोल चढ्ने मान्छे होइन हेर्नु न कसरी हेरेको हजुर जाने सँगै दिदी सँगै जानु कुखुरा लिएर जान्छ क्या म यहाँ सामान रोज्छु कुखुरा लिएर जान्छ अप्रिक पारी पाखरे पारी हामी वारी टिकट लगाइदिनु
रुपियाँ भने दिनुपर्छ नि त कति धेरै दिया त भने पैसा नि बाहिर दाइ यता हेर्नु त दाइ दाइले सुन्दैछु भतिजलाई लाग्यो है लातन लाग्यो गाउँलेहरूले बिदा चार घर आएछ बत्तिसले दिनुभएको एउटा बत्तिसले नि हालिदिनु त के हो त काँचो धागो भनेर पाले त के हो त नभन्यो त्यो हावाले नि भएको हो कि झर्ले मेरो चाक उठ्यो भने मलाई चाहिँ अनि उसो सियासी भने ओला सिगार उसको मादल बजाइ सिगार
आसपासमा सेट चाहिँ म चाहिँ चाहेको थियो भने मार्नु भाइ यहाँ हेर्नुहोस् समाप्त भयो पाकिसक्यो एकदम फोहोर छ भाइ चुला अब यहाँ तरकारी पुऱ्याउन अलिकति पुऱ्याउँछु अनि तरकारी बनाउँछु ओहो के हो यस्तो यो मान्छेको पारा के हो